के तपाईलाई थाहा छ नयाँ मुलुक भन्नाले नेपालको कुन भूभागलाई चिनिन्छ? यसो भन्दै गर्दा हजुरहरूको मस्तिष्कमा लिम्पियाधुरा, लिपुलेख, कालापानी समेटिएको चुच्चे नक्सा आयो होला। तर यथार्थ भने केही फरक छ। त्यो यथार्थ बुझ्नुभन्दा पहिले केही समय पहिलेको नेपालको इतिहासको यथार्थ बुझ्नु आवश्यक पर्दछ। आउनुहोस् केही इतिहास बुझौँ। नेपालको एकीकरणका पिता भनेर चिनिने पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीले नेपालको मानचित्र विशाल बनाएका थिए, जसलाई हाल हामी ग्रेटर नेपालको नामले स्मरण गरिन्छ। तर त्यो मानचित्र हालको समयमा इतिहासमा मात्र सीमित छ, जसको कारण हो नेपाल र ब्रिटिस युद्ध, जसलाई एङ्ग्लो गोर्खा वारको नामले चिनिन्छ। बेलायतले आफ्नो साम्राज्यवादको नीतिलाई विस्तार गर्ने क्रममा नेपाल र ब्रिटिस बीच 1814 देखि 1816 सम्म विशाल युद्ध भयो, जसलाई एङ्ग्लो गोर्खा वार भनिन्छ। जुन युद्धमा नेपालले आफ्नो स्रोत साधनको प्रचुर प्रयोग गर्दै कतिपय स्थानमा वीरता प्रदर्शन गरे पनि अधिकांश स्थानमा हार सहनु पर्यो, जसको कारण सन् 1816 मार्च 4 को दिन सुगौली सन्धि गर्न बाध्य बन्यो। यही सन्धिबाट ग्रेटर नेपालको मानचित्र इतिहासमा सीमित हुन पुग्यो र नेपालले आफ्नो करिब 2/3 क्षेत्रफल गुमाउन पुग्यो। सुगौली सन्धिको करिब 41 वर्षपछि सन् 1857 मा भारतमा ब्रिटिस साम्राज्यवादी नीतिको विरुद्धमा असन्तोष बढ्दो थियो भने ब्रिटिस शासकले भारतीय नागरिकलाई अपमानित शैलीमा शासन सञ्चालन गर्दै गए। त्यसैको विद्रोहमा आम भारतीय जनता, तत्कालीन राजा, रजौटा र सिपाहीले विद्रोह सुरु गरे, जसलाई सिपाही विद्रोहको नामाकरण गरियो। ठीक त्यसै बखत नेपालमा जङ्गबहादुरको एकलौटी शासन चलिरहेको थियो र उता उत्तर भारतको राजा, रजौटा र नागरिकले त्यो विद्रोहलाई स्वतन्त्र सङ्ग्रामसम्मै पुर्याउने योजना बनाए र नेपालको प्रधानमन्त्री जङ्गबहादुर राणालाई लखनऊको राजाले सहयोगको अपेक्षा गरे। तर जङ्गबहादुरले पर्खर हेरको स्थितिमा मौन रहिरहे। यो समयमा विद्रोहले उचाइ लिइसकेको थियो। उत्तर भारतको धेरै भूभाग विद्रोहीको कब्जामा आइसकेको थियो। त्यसै बखत यस विद्रोह दबाउनको लागि अङ्ग्रेजले जङ्गबहादुर राणालाई औपचारिक अनुरोध गर्दछन्। कूटनीतिमा चतुर जङ्गबहादुर राणाले यसलाई अवसरको रूपमा देखे र सन् 1857 जुलाई 6 को दिन 6 रेजिमेन्ट गोर्खाली सेना अङ्ग्रेजको सहयोगको लागि भारत पठाए भने अर्कोतर्फ लर्ड केनिङको अनुरोधमा जङ्गबहादुर राणा आफ्नै नेतृत्वमा 3 पल्टन सेना लिएर सन् 1857 डिसेम्बर 10 का दिन भारतको लखनऊतिर प्रस्थान गरे। जङ्गबहादुरमा अङ्ग्रेजले उर्लादो विद्रोह पूर्ण रूपमा दबाउन सफल भयो। भारतीय सिपाही विद्रोह दबाउन नेपाली फौजको सहयोगमा ब्रिटिस सरकार सफल भएपछि अङ्ग्रेज शासक प्रभावित भई खुसीको छेडमा नेपालले सुगौली सन्धिको समयमा गुमाएको भूमि मध्येकै राप्ती नदीदेखि काली नदीसम्मको मैदानी भाग नेपाललाई नै फिर्ता गरेर जङ्गबहादुरलाई गुणको बदला तिर्ने निर्णय गर्यो। तर अङ्ग्रेजले मौखिक निर्णय गर्न खोजे पनि जङ्गबहादुरले कूटनीतिक चातुर्यता प्रयोग गर्दै नयाँ मुलुकको रूपमा प्राप्त जग्गा नाप नक्सा बेगर आफूले स्वीकार नगर्ने अडान लिएपछि ब्रिटिस कमिसनरद्वारा नयाँ क्षेत्रमा सर्वेक्षण गराई 6 फिट अग्ला 252 जङ्गे पिलर निर्माण गर्यो। 2 वर्ष लगाएर सर्वेक्षण सम्पन्न भएपछि जङ्गबहादुर राणाको इच्छा अनुसार सन् 1860 नोभेम्बर 1 को दिन काठमाडौँमा ब्रिटिसको तर्फबाट जनरल जर्ज र्याम्स र नेपालको तर्फबाट जङ्गबहादुर राणाले हस्ताक्षर गरे, जुन सन्धिलाई पुनर्स्थापना सन्धिको नामले चिनिन्छ। यसरी फिर्ता भएको भूमि हालको बाँके, बर्दिया, कैलाली, कञ्चनपुर गरी 4 जिल्लामा रहेका छन्। यसको सीमा रेखा 278 किलोमिटर रहेको छ।